हेलो गाइज, यो चाहिँ मेरो पेपोमिया कि के अरे यो उमा छ नि त के अरे के पो भन्छ यसलाई भेरिकेटेडमा। अब गमलामा रोप्दा मरेको गरेर मेरो पाला यहाँ सारिदिएको थिएँ होइन, यत्रो भइरहेको छ हेर्नु न। यसलाई चाहिँ पानी धेरै भयो भने मर्ने रहेछ नि त। यता ढल्केको छ अलिकति चाहिँ, पुरा धुलोले चाहिँ माया लाग्दो भएको छ है मेरो फुलहरू। साथीहरू धुलो चाहिँ इग्नोर गर्नुहोस् है। यो किन्दाखेरि सानो बच्चा पनि 150-150 पर्छ, 150-200मा लिएको मैले सानो बच्चा। अहिले त सस्तो भएको छ होला अलिक, हेर्नु न। अब यसलाई मैले केमा पो रिपोर्टिङ गरौँ। अब यो सानोमा हुँदा चाहिँ बाँचिरहेछ है, पानी धेरै हुँदैन नि त त्यसमा। अब ठुलोमा लायो भने गिलित्तै बर्खामा, त्यही भएर यसलाई चाहिँ यहीँ टेको लाएर राखिदिनु पऱ्यो। यो लडेको छ नि त यसरी। अब यसलाई टेको लाएर यहीँनिर ठ्याक्कै यसरी बाँधिदिनु। यो टेको त छ, यसमै बाँधिदिनु पऱ्यो। हेर्नु न, दुईवटा छ, बल्ल बल्ल यत्रो भएछ। अब वास्ता नगर्दा चाहिँ हुँदो रहेछ यो फुल चाहिँ। धेरै पानी हाल्यो भने चाहिँ मर्ने रहेछ। कति रहरले ल्याएको हेर्नु न। यहाँ पहिला नै लिएको, यो 2 वर्ष जति हुन आँट्यो होला हौ लिएको त। यसको माउ चाहिँ मऱ्यो कि यो कटिङ लगाइदिएको थिएँ, बाँचिरहेको रहेछ यो चाहिँ।